हेलो गाइज, नमस्ते सबैजनालाई स्वागत छ मेरो आजको यो मिनी ब्लगमा। अनि म चाहिँ आजभन्दा 2 दिन अगाडि चाहिँ यसरी वीरपाडा गएको थिएँ। अनि आज चाहिँ म सिलगढी फर्किँदैछु। अनि फर्किनुभन्दा पहिला चाहिँ अब म मेरो बहिनीलाई पनि भेटेँ। अनि खासमा चाहिँ म मेरो साथीलाई भेट्न गएको थिएँ। अनि साथीलाई भेटिसकेपछि बहिनीलाई पनि भेटेँ। अनि बहिनीले चाहिँ मलाई धेरै अब मजाले गाइड गरे है, ट्रेन चढाइदिने यताउता सबै बहिनीले गर्थे। अनि बहिनी र म चाहिँ यसरी स्टेसनमा गयौँ। अनि स्टेसनमा गएपछि पर्खेको गयौँ 5:30 बजीको ट्रेन रहेछ है। अनि ढिलो भयो अनि हामी पर्खे गयौँ। फाइनली ट्रेन पनि आयो। अनि ट्रेन आएपछि अब बहिनीले दादा कुन चाहिँ सिटमा जाने होला भनेर बहिनी पनि कन्फ्युज, म पनि कन्फ्युज, तर एकअर्कालाई बाइ चाहिँ गरिरहेको थियौँ। अनि बहिनीले लास्टमा एउटा सिट देखाएर त्यो सिटमा बसेर आएको। एकदम राम्रो सिट थियो। अनि भित्रको नजारा यस्तो थियो है, गेटकै छेउमा थियो। कति खुसी भएँ म। अनि धेरै एक्साइटेड थिएँ किनकि म आज एक्लै ट्राभल गर्न जाँदै थिएँ नि त है। अनि मजा आयो आजको यो एक्लै ट्राभल गर्दै गर्दा है। अनि धेरै खुसी भएँ, धेरै कुराहरू अनुभव गर्न पाएँ, धेरै मान्छेहरू देख्न पाएँ, ट्रेनमा कस्ता कस्ता मान्छे हुनुहुन्छ सबै कुरा देख्न पाएँ। हस्त धन्यवाद भाइ।